रेडी हुन्छ साथीहरु है। ओके भेरी गुड। ल त्यसो भएदेखि अब हामीले के गर्दै छौं भन्दाखेरि चाहिँ यो आईक्यू एन्ड जीके फर अल अन्तर्गत हामीले सुरुवात गर्दै छौं। सबैका लागि हुने सेसन छ। तपाईको संगठित संस्थाको प्रिटेस्टका लागि पनि यो टपिक मिल्ने टपिक हो। नासु, खरिदार, सेक्सन अफिसर, बिनी, प्रास हैन, प्राविधिक, अपराधिक जसको सिलेबसमा आईक्यू छ यो टाइम एन्ड वर्क भइ नै हाल्छ। शिक्षक सेवा लगायत सबैलाई हुन्छ है त। र धेरैले यो टपिक गाह्रो पनि मान्नुहुन्छ। त्यो कारणले गर्दा आज मुख्य रूपमा चाहिँ म के गर्दै छु भन्दाखेरि यो टपिकमा रहेर के त सहजीकरण गर्दै छु है। ठीक छ। ल त्यसपछि अब के हो त्यसको पहिला कन्सेप्ट बुझौं। हरेक टपिकको हामीले कन्सेप्ट बुझिएन भनेदेखि चाहिँ है, यदि हामीसँग कन्सेप्ट नै छैन भनेदेखि चाहिँ के त त्यो पढ्नु र नपढ्नुको केही अर्थ हुँदैन। त्यही भएर हामी पहिला बेसिक कुरा बुझ्नु। टाइम भनेको के हो? कुनै पनि काम गर्न लाग्ने समय। त वर्क के हो त? सो व्हाट डु यु मिन बाइ वर्क? अब वर्क भनेको के रहेछ त? सो हामीलाई चाहिने आईक्यू को भाषामा वर्क भनेको के हो भन्न सक्नुहुन्छ? हामीलाई चाहिने आईक्यू को भाषामा वर्क भनेको के हो भन्न सक्नुहुन्छ? व्हाट डु मिन बाइ वर्क ल भन्नुस् त। हामीलाई चाहिने आईक्यू को भाषामा बोल्नु पर्यो है। हामीलाई चाहिने आईक्यू को भाषामा तपाईले वर्क भनेको के हो भनेर भन्नु पर्यो। ल के होला त वर्क भनेको? व्हाट डु यु मिन बाइ वर्क? ल वर्क भनेको के हो त भन्नुहुन्छ भने हेर्नुस् है। वर्क भनेको के हो त भन्नुहुन्छ भने इफिसिएन्सी ई है। इफिसिएन्सी ई र के हो त भन्दा टाइम टी को प्रोडक्ट हो है। वर्क भनेको के हो हेर्नुस् त। वर्क जसलाई ल डब्ल्यू ले मैले डिनोट गरे भने है, यो वर्कलाई मैले के गरे त भन्दा ल डब्ल्यू ले डिनोट गर्छु वर्कलाई है। यो वर्क अथवा हाम्रो डब्ल्यू भनेको के हो? इफिसिएन्सी र टाइम को प्रोडक्ट हो। अब इफिसिएन्सी भनेको के हो त भन्दाखेरि है, इफिसिएन्सी भनेको के हो त भन्दाखेरि एकाइ समयको काम है। इफिसिएन्सी भनेको के हो अरे? एकाइ समयको काम। एकाइ समयमा कसैले पनि जुन काम गर्छ नि, एकाइ समय भनेको 1 युनिट टाइममा। 1 युनिट टाइममा कति काम हुन्छ त्यो चाहिँ व्यक्तिको अथवा मसिनको अथवा काम गर्ने एजेन्ट जे छ त्यसको इफिसिएन्सी हुन्छ। भनेको कस्तो भन्नुहुन्छ भने जस्तो मानौ कुनै काम गर्न यसलाई 40 दिन लाग्छ, त्यही काम गर्न बिला 50 दिन लाग्छ भनेर क्वेशनले भन्यो भने यो केसमा 1 दिनमा ए र बी ले गर्ने कामहरु उनीहरुको के हुन्छ? इफिसिएन्सी हुन्छ। यो केसमा 1 दिनमा ए र बी ले गर्ने कामहरु उनीहरुको के हुन्छ? इफिसिएन्सी हुन्छ। ठीक छ। त्यसैगरी ए ले कुनै काम 4 घण्टामा गर्छ, त्यही काम गर्न बी लाई 10 घण्टा लाग्छ भन्यो भने यो केसमा उनीहरुले 1 घण्टामा गर्ने काम इफिसिएन्सी भयो। किनभने पुरा काम सकाउन लाग्ने समय घण्टामा दिएको छ भने त्यसको 1 युनिट टाइम भनेको त 1 घण्टामा गर्ने काम भयो नि त। त्यसैगरी मानौ मेसिन ए ले कुनै काम 15 मिनेटमा गर्छ, त्यही काम गर्न मेसिन बी लाई 25 मिनेट लाग्छ भन्यो भने यो केसमा 1 युनिट टाइम भनेको के भयो? 1 मिनेट समय भयो। त्यो 1 मिनेट समयमा गर्ने काम चाहिँ के हो त? इफिसिएन्सी हो। यो कुरा बुझ्नुभयो कि बुझ्नु भएन? बुझ्नुभयो भनेपछि के रहेछ त इफिसिएन्सी कुरा बुझ्नुभयो। कुनै पनि हेर्नुस् त कामको 1 युनिट है, 1 युनिट गर्न कति समय लाग्छ त्यो चाहिँ के हो त? इफिसिएन्सी हो है त। त्यसो भए ल यसलाई अब हामीले सर्ट फर्ममा मात्रै लेखौं है। यसलाई हामीले सर्ट फर्ममा मात्रै लेख्यौं भने वर्क डन भनेको के भयो त भन्दा इफिसिएन्सी र टाइमको प्रोडक्ट हो। अब हामीलाई इफिसिएन्सी निकाल्नु पर्यो भने वर्कलाई के गर्ने? टाइमले डिभाइड गर्ने है। काहीँ कतै हामीलाई टाइम चाहियो भने के गर्ने? टाइम चाहियो भने वर्कलाई के गर्ने? इफिसिएन्सीले डिभाइड। ठीक छ। इफिसिएन्सी चाहियो भने के गर्ने? वर्कलाई टाइमले डिभाइड गर्ने। टाइम चाहियो भने के गर्ने? टाइम चाहियो भने वर्कलाई के गर्ने? इफिसिएन्सीले डिभाइड गर्ने। ठीक छ। यतिसम्म बुझ्नुभयो भन्नु त? यहाँसम्म क्लियर छ? हेर्नुस् वर्क चाहियो सरी इफिसिएन्सी चाहियो भने वर्कलाई यता गएर टाइमले डिभाइड गर्छ, टाइम चाहियो भने यता गएर वर्कलाई इफिसिएन्सीले डिभाइड गर्छ। यो कुरा बुझिहाल्नुभयो। त्यसैभए अब यसमा तपाईले बुझ्नुपर्ने अर्को महत्त्वपूर्ण कुरा के छ भनेदेखि नि नो म्याटर whoever does the work, no matter whoever does the work,
द वर्क इज अलवेज के त कन्स्टेन्ट। जोसुकैले काम गरोस्, चाहे एले गरोस् चाहे बीले गरोस् चाहे ए र बीले सँगै मिलेर गरौँ। एकैछिन वेट गर्नु ल। उनीहरूले गर्ने के हुन्छ त भन्दाखेरि काम चाहिँ कन्स्टेन्ट हुन्छ। ठिक छ, अहिले क्लियर देखिया छ भन्नुहोस् त। उनीहरूले गर्ने काम चाहिँ कन्स्टेन्ट हुन्छ, चाहे एले एक्लै गरोस् है, चाहे बीले एक्लै गरोस्, चाहे ए र बीले मिलेर गरौँ है, गर्ने काम चाहिँ के हो त कन्स्टेन्ट हो। जसले गरे पनि के हो त गर्ने काम चाहिँ के हो त कन्स्टेन्ट हो। ठिक छ ल। अब यो वर्क कन्स्टेन्ट भयो भने के हुन्छ त ल हेरौँ है। अब यो वर्क कन्स्टेन्ट हुँदै गर्दा हेरौँ है, वर्क कन्स्टेन्ट हुँदै गर्दा के हुन्छ ल हेर्नुहोस्। जस्तो मानौँ 100 युनिट काम गर्नु छ, हेर्नुहोस् त 100 युनिट काम गर्नु छ। यदि 20 इफिसियन्सीले काम गर्यो भने कति युनिट टाइममा सकिन्छ? 5 युनिट टाइममा सकिन्छ भने 100 युनिट काम गर्नु छ, 20 इफिसियन्सीले गर्यो भने 5 युनिट टाइममा सकिन्छ। यही 100 युनिट काम यदि 25 इफिसियन्सीले गर्यो भने कति युनिट टाइममा सकिन्छ? 25 इफिसियन्सीले गर्यो भने 4 युनिट टाइममा सकिन्छ। ठिक छ ल। अब मलाई भन्नुहोस् त, इफिसियन्सी 20 बाट 25 भयो, रेसियो लिँदा के हुन्छ? इफिसियन्सी 20 बाट 25 भयो, रेसियो लिनुभयो भने हेर्नुहोस् त 5 चौको 20, 5 पन्चे 25 भयो कि भने हेर्नु है। इफिसियन्सी 20 बाट 25 भएको भनेको रेसियोमा 4 बाट 5 हुँदै गर्दा टाइम के भइरहेछ? 5 बाट 4 भएको छ कि छैन? भनेपछि यहाँ राम्रोसँग हेर्नुहोस् त, यो 4 बाट 5, 4 बाट बढेर 5 हुँदै गर्दा यो 5 बाट घटेर 4 भइरहेछ। अर्थात् जस्तो चेन्ज इफिसियन्सीमा आएको छ, जस्तो चेन्ज इफिसियन्सीमा आएको छ त्यसको ठिक उल्टो चेन्ज केमा आयो भन्नु त? त्यसको ठिक उल्टो चेन्ज केमा आयो? त्यसको ठिक उल्टो चेन्ज केमा आयो? टाइममा आयो। यसको मतलब यिनीहरूको रिलेसन के रहेछ भन्नुहोस् त। अब यिनीहरूको रिलेसन के रहेछ? इन्भर्सली प्रोपोर्सनल रहेछ कि डाइरेक्टली प्रोपोर्सनल रहेछ? ल भन्नुहोस् त। त्यसो यिनीहरूको रिलेसन इन्भर्सली प्रोपोर्सनल कि डाइरेक्टली? ल भन्नु के भन्छ यस्तो सम्बन्धलाई? अपोजिट, इन्भर्स रिलेसन भन्छ हैन। एउटा बढ्दा अर्को घट्छ है। एउटा बढ्दा जस्तो इफिसियन्सी 4 बाट 5 भएको भनेको बढ्यो है। इफिसियन्सी 4 बाट 5 भयो भने टाइम 5 बाट 4 भयो भने त घट्यो। भनेपछि यस्तो रिलेसनलाई हामी के भन्छौँ? इन्भर्सली प्रोपोर्सनल भन्छौँ। के भन्छौँ अरे यस्तो रिलेसनलाई? इन्भर्सली के त प्रोपोर्सनल भन्छौँ। ठिक छ ल। कुरो क्लियर भयो कि भएन? यहाँसम्म भन्नुहोस्। कसैलाई केही कन्फ्युज छ भने बताइहाल्नुहोस् है। यहाँसम्म कसैलाई पनि केही कन्फ्युज छ भने भन्नुहोस् ल फटाफट। छ कि? चाहे हेर्नुहोस् त, एले गरोस् चाहे बीले गरोस्, चाहे ए र बीले मिलेर गरून्, उनीहरूले मिलेर गर्दा अथवा एक्ला एक्लै गर्दा गर्ने काम चाहिँ के हुन्छ? कन्स्टेन्ट हुन्छ। सुरुदेखि नै 1 मिनेट होइन, मैले यहाँ 5 मिनटभन्दा बढी एक्सप्लेन गरिसकेँ। 10 मिनट भइसक्यो। के भयो? वर्क भनेको इफिसियन्सी र टाइमको प्रोडक्ट हो। ठिक छ। वर्क भनेको के हो? इफिसियन्सी र टाइमको प्रोडक्ट हो। इफिसियन्सी भनेको के हो? युनिट टाइमको काम भनेको 1 युनिट टाइममा जति काम हुन्छ है, 1 युनिट टाइममा जति काम हुन्छ त्यो चाहिँ के हो त? इफिसियन्सी हो। भनेपछि काम सकाउन लाग्ने समय दिनमा दिएको छ भने 1 दिनमा गर्ने काम इफिसियन्सी हो। काम सकाउन लाग्ने समय मिनेटमा दिएको छ भने 1 मिनेटमा गर्ने काम के हो? इफिसियन्सी हो। यही होइन र कुरो? हो कि होइन भन्नुहोस् त? कुरो यही हो कि होइन? ठिक छ। योभन्दा अरू एक्स्ट्रा कुरा केही छैन। ल अब यति बुझ्नुभयो है। भनेपछि इफिसियन्सी र टाइमको कस्तो रिलेसन हुँदो रहेछ? इन्भर्स रिलेसन हुँदो रहेछ। इन्भर्स रिलेसन भने कस्तो भन्नुहोस् त? इन्भर्स रिलेसन भनेको एउटा बढ्दा अर्को घट्ने। अर्थात् के बुझ्नु पर्यो तपाईले भने है, जति धेरै इफिसियन्सीले काम गर्यो त्यति नै काम सकाउन लाग्ने समय के हुन्छ भन्नुहोस् त? जति धेरै इफिसियन्सीले काम गर्यो त्यति नै काम सकाउन लाग्ने समय चाहिँ के हुन्छ? बढ्छ कि घट्छ? भन्नुहोस् भन्नुहोस्। जति धेरै इफिसियन्सीले के गर्यौं हामीले काम गर्यौं त्यति नै त्यो काम सकाउन लाग्ने समय के भयो?
इफिसियन्सी बढायो भने काम गर्न लाग्ने समय के हुन्छ? इफिसियन्सी बढायो भने काम सकाउन लाग्ने समय के हुन्छ? घट्छ। इफिसियन्सी बढ्यो भने समय घट्यो, इफिसियन्सी घट्यो भने समय बढ्यो। है ल, यति कुरा तपाईहरुले बुझ्नुभयो। त्यसो भए अब हामी के गरौं भनेदेखि है एउटा सिम्पल एक्जाम्पलबाट के गरौं, सुरु गरौं है त। जस्तो मानौं है, अब हामीले पहिला यस्तो क्वेशन गर्दा कसरी गर्थ्यौं हेर्नुस् त। एलाई कुनै काम गर्न 20 दिन लाग्छ, त्यही काम गर्न बीलाई कति दिन लाग्छ? 30 दिन लाग्छ भने ए र बी सँगै मिले भने त्यो काम कति दिनमा गर्छन् भनेर सोधेको भए है, सोधेको भए अब के हुन्थ्यो? ल, यसको समय क्लियर भएन, देखिएन, बोर्ड क्लियर छैन, के छ भन्नुस् त? ठीक छ, देखिराख्नु भएको छ नि राम्रैसँग? भन्नु त भन्नु। छैन? वेट है, अहिले के छ अवस्था? अहिले सेम छ। ठीक छ है, ल ओके। भनेपछि यस्तो प्रश्न पहिला हामी कसरी गर्थ्यौं त? पहिला गरेकोलाई रिकल गरौँ। सबभन्दा पहिला 1D वर्क निकाल्थ्यौं। म सबै भाषा चाहिँ लेख्दिन, तर कसरी गरिन्थ्यो त्यो प्रोसेस बताइदिन्छु है त। जस्तो हेर्नुस् त, हामीले पुरै 20 काम गर्न 1 दिन लाग्छ। ए लाई 20 काम गर्न 1 दिन लाग्छ भने ए ले 1 दिनमा कति काम गर्छ? 1 का पनि 20 काम गर्छ। त्यसैगरी बी ले 30 दिनमा 1 काम गर्छ। 30 दिनमा 1 काम गर्छ भने 1 दिनमा कति काम गर्छ? 1 का पनि 30 काम गर्छ। अब ए को 1 दिनको काम र बी को 1 दिनको कामलाई के गर्ने? डाइरेक्ट जोड्न मिल्यो। भनेपछि ए ले 1 दिनमा 1 का मुनि 20 काम गर्यो, बी ले 1 दिनमा 1 का मुनि 30 काम गर्यो। भनेपछि 20 र 30 को एलसीएम कति हुन्छ? 60 हुन्छ। 20 र 30 को एलसीएम 60, 20 ले 60 लाई 3 पटक, 30 ले 60 लाई 2 पटक, 3 + 2 भनेको 5 का मुनि 60, 5 का मुनि 60 भनेको 5 एकान 5, 5 ले 60 लाई 12 पटक काट्छ, 1 का पनि 12 भयो। अब हेर्नुस् त, ए र बी मिलेर 1 दिनमा 1 का मुनि 12 काम गर्छन् है। 1 दिनमा के गर्छन्? 1 का मुनि के भयो त? आज यता नेट इस्यु भयो कि क्या हो? नभए त यता त सबै ठिकै जस्तो देखिरहेछ। अहिले के छ अवस्था? अहिले भयो त? सायद आज यता अलिकति नेट इस्यु छ जस्तो छ है। ओके ल, त्यसले हेर्नुस् त, ए ले 1 दिनमा 1 का मुनि 20 काम गर्छ, बी ले 1 दिनमा 1 का मुनि 30 काम गर्छ भने उनीहरुको 1 दिनको कामलाई हामीले आपसमा जोड्यौं भने 3 + 2 5 का मुनि 60 भयो, यो भनेको 1 का मुनि 12 भयो। मान्छे ए र बी मिलेर 1 दिनमा 1 का मुनि 12 काम गर्छन् भने पूरा काम गर्न कति समय लाग्छ? पूरा काम त ए को, यसलाई के गर्नु पर्यो? 1 दिनको कामले डिभाइड गर्नु पर्यो कि परेन? जस्तो मैले भन्न खोजेको कुरा के हो भने, मानौ तपाईले पूरा के गर्नु छ? 20 वटा गमला बनाउनु छ। तपाई 1 दिनमा 5 वटा गमला बनाउनुहुन्छ भने पुरै त्यो गमला बनाइसक्न कति समय लाग्छ भन्दा पूरा गमलाको संख्यालाई 1 दिनमा बनाउने गमलाको संख्याले भाग गर्नु पर्यो कि परेन? त्यसो गर्दा पूरा सबै गमला बनाइसक्न लाग्ने समय आयो। त्यसपछि पूरा काम 1 लाई 1 दिनको काम 1 का मुनि 12 ले डिभाइड गर्छौं। यति गर्दा 1 यसलाई इन्टु बनाउनु भयो भने यो 12 का मुनि 1 हुन्छ। यति गर्दा यो के हुन्छ? 12 हुन्छ है। ल, भनेपछि यसरी गर्ने गरेको हो कि हैन भन्नुस् त? हो, हामीले के गर्थ्यौं भन्दाखेरि यसरी गर्थ्यौं, हो कि हैन भन्नुस् त? हो, यसरी गर्ने गरिन्थ्यो। अब पुरै ब्ल्याक छ विजय विष्ट, पुरै ब्ल्याक छ र 60 कसरी आयो? 20 र 30 को एलसीएम हो कि 60।
ठिक छ ल अब हेर्नु अब यसरी गर्न थालियो भने त हामीलाई कम्पिटिटिभ एक्जाममा त के हुन्छ 3 र 2 कसरी आयो 30 यो 20 ले 60 लाई कति पटक 3 पटक काट्दैन 3 * 1 3 30 ले 60 लाई 2 पटक काट्दैन 2 * 1 2 यसरी 3 र 2 आयो है ल त्यसो अब हाम्रो इन्ट्रेस्ट के भयो भन्दा हेर्नुस् त अब यो फ्र्याक्सनलाई जोड्नु पर्यो भने त हामीलाई समय लाग्छ नि जस्तो 1 का मुनि 20 र 1 का मुनि 30 को ठाउँमा हामीले 20 र 30 जोड्न पाएको भए त गजबले 50 भन्थ्यौ हैन त्यो कारणले गर्दा अब हामीले फ्र्याक्सनलाई अभोइड गर्नु पर्यो है फ्र्याक्सनलाई के गर्नु पर्यो अभोइड गर्नु पर्यो व्हाट ह्यापेन्ड फेरि त्यहाँ जाँदा क्लियर आउँछ ल आज सायद केही इन्टरनेट इस्यु केही छ होला है ल ओके त्यसमै हेर्नुस् त अब हामीले एक दिनको काम चाहिँ के गर्नु पर्यो त भन्दाखेरि है एक दिनको काम चाहिँ के गर्नु पर्यो त भन्दाखेरि यो केमा त फ्र्याक्सनमा आयो भने हामीलाई मजा आउँदैन है के त भन्दाखेरि यो फ्र्याक्सनमा आयो भने क्याल्कुलेसन गर्ने बेलामा समय लाग्छ त्यही भएर अब हाम्रो इन्ट्रेस्ट के भयो भन्दाखेरि हेर्नु त अब हामी टोटल वर्कलाई 1 नमान्ने टोटल वर्कलाई 1 मानेको कारणले उनीहरुको एक दिनको काम 1 का मुनि 20 र 1 का मुनि 30 आएको हो नि त त्यसो अब हामी के गर्छौं भने है अब हामी के गर्छौं भने टोटल वर्क चाहिँ यस्तो भ्यालु मान्छौं हैन टोटल वर्क चाहिँ यस्तो भ्यालु मान्छौं जुन चाहिँ के होस् त भन्दाखेरि 20 ले पनि पर्फेक्टली डिभाइड गर्ने नम्बर होस् 30 ले पनि पर्फेक्टली डिभाइड गर्ने नम्बर होस् हो कि हैन भन्नुस् त मलाई हो यदि 20 ले पनि र 30 ले पनि पर्फेक्टली डिभाइड गर्ने नम्बरलाई चाहिँ वर्क मानियो भने त के हुन्छ हाम्रो a को एक दिनको काम र b को एक दिनको काम त केमा आउँछ पूर्णाङ्क संख्या इन्टिजरमा आउँछ हामीलाई क्याल्कुलेसन गर्न सजिलो हुन्छ नि त हो कि हैन हो त्यसो अब हेर्नुस् अब 20 को पनि 30 को पनि टेबलमा पर्ने संख्याहरु त करोडौं छन् हामीलाई के चाहियो 20 को पनि र 30 को पनि टेबलमा पर्ने संख्या त करोडौं छन् त्यो मध्ये अब हामी के गर्छौं सबैभन्दा सानो नम्बर अर्थात 20 को पनि र 30 को पनि टेबलमा पर्ने सबैभन्दा सानो कमन नम्बरलाई हामी के भन्छौं भन्नुस् त 20 को पनि र 30 को पनि टेबलमा पर्ने सबैभन्दा सानो कमन नम्बरलाई हामी 20 र 30 को के भन्छौं भन्नुस् 20 र 30 को के भन्छौं एलसीएम भन्छौं भेरी गुड 20 र 30 को एलसीएम भन्छौं भन्छ जम्मा वर्क चाहिँ हामीले के गरिदो रहेछ भन्दाखेरि हेर्नुस् त 20 र 30 को एलसीएम लाई चाहिँ जम्मा वर्क मान्नु पर्छ 20 र 30 को एलसीएम कति भयो 60 भयो अब हेर्नुस् त केलाई टोटल वर्क मान्ने भन्दा हेर्नुस् त अब केलाई टोटल वर्क मान्ने भन्दा यो ए ले एक दिनमा हेर्नुस् त ए ले 20 दिनमा एक काम गर्ने भएको कारणले नि एक दिनमा एक काम पनि 20 गरेको हो नि त बी ले 30 दिनमा एक काम गर्ने भएकोले गर्दाखेरि एक दिनमा एक काम पनि 30 गरेको हो नि त मान्छे वर्क चाहिँ केलाई लिने भन्दाखेरि गिवन टाइमहरु पुरा काम सकाउन लाग्ने सुन है मेरो भाषा पुरा काम सकाउन लाग्ने जसको समय अथवा टाइम गिवन छ त्यो टाइमहरुको एलसीएम लाई चाहिँ हामीले वर्क मान्नु पर्दो रहेछ त्यसै 60 का मुनि 20 गर्दा 3 आयो 60 का मुनि 30 गर्दा 2 आयो भने ए को एफिसिएन्सी 3 आयो बी को एफिसिएन्सी 2 आयो अर्थात ए ले एक दिनमा 3 युनिट काम गर्छ बी ले एक दिनमा 2 युनिट काम गर्छ भने उनीहरु सँगै मिले भने एक दिनमा कति काम भयो त 5 युनिट काम भयो कि भएन अब कति समयमा यिनीहरुले काम सक्छन् टाइम चाहियो भने त वर्कलाई के गर्नु पर्यो एफिसिएन्सीले डिभाइड गर्नु पर्यो वर्क त कति हो हाम्रो 60 थियो यसलाई के गर्नु पर्यो हेर्नुस् त ए र बी को जम्मा एफिसिएन्सी 5 ले डिभाइड गर्दा कति आयो 12 आयो कि आयो 60 एलसीएम कसरी होला अब त बर्बाद भइगयो अब 20 र 30 को एलसीएम 60 कसरी भनौं मित्र 20 र 30 को एलसीएम 60 20 ले र 30 ले पर्फेक्टली डिभाइड गर्ने सबैभन्दा सानो संख्याको लागि 2 ले काट्नु यसलाई 10 पटक 2 ले काट्नु यसलाई 15 पटक अब 2 ले दुईटैलाई काट्दैन 3 ले काट्दैन 4 ले काट्दैन 5 ले काट्छ यसलाई 2 पटक 5 ले काट्छ यसलाई 3 पटक ठीक छ ल भनेपछि अब एलसीएम कति भन्दा यो बाहिरको संख्याहरु गुणन गर्ने 2 * 5 10 10 दुना 20 20 यहाँ कति त 60 है बा ठीक छ ल अब एलसीएम यसरी अब हेर्नु त अब यसरी गरियो भने अघि भन्दा सजिलो भयो कि भएन भन्नुस् त अब यसरी गरियो भने अघिको भन्दा सहज भयो कि भएन हजुरहरुलाई भन्नुस् त कमेन्ट गर्नु त ल यसरी गरियो भने अघि भन्दा सजिलो भयो डेफिनेटली सजिलो भयो यसरी गरे पनि टाइम पनि कम लियो कि लिएन लियो ल अब यसलाई फर्मेट बनाइदिन्छु यसरी पनि गर्ने हैन अब कन्सेप्ट बुझाको के गर्नु पर्दो रहेछ वर्क भनेको के गर्ने भन्दाखेरि गिवन टाइमहरुको
एलसीएमलाई चाहिँ है गिभन टाइमहरुको केलाई एलसीएमलाई चाहिँ वर्क मान्ने। त्यसो भए अब हामी के गर्छौं भने हेर्नु है, अब हामी के गर्छौं भन्दाखेरि यसको हिसाब गर्दाखेरि एउटा फर्मेट बनाउँछ क्या। जसको पूरा काम सकाउन लाग्ने समय दिएको हुन्छ तिनको नाम माथि लेख्ने, टाइम लेख्ने। अब एले 20 दिनमा गर्छ, बीले 30 दिनमा गर्छ। टाइम थाहा छ भने इफिसिएन्सी निकाल्नु पर्यो, यसका लागि वर्क चाहिन्छ। वर्क भने के हो? 20 र 30 को एलसीएम हो, गिभन टाइमहरुको एलसीएम हो। 20 र 30 को एलसीएम भने कति? 60। यो 60 भनेको के हो भन्दा तपाईहरुको वर्क डन हो। वर्क डन भनेको जहिले पनि के हुन्छ? इफिसिएन्सी र टाइमको प्रोडक्ट हुन्छ। अब इफिसिएन्सी निकाल्नु पर्यो भने वर्कलाई टाइमले डिभाइड गर्ने। हेर्नुस् त, एले 20 दिनमा 60 युनिट काम गर्छ भने एले 1 दिनमा 3 युनिट काम गर्छ। बीले 30 दिनमा 60 युनिट काम गर्छ भने बीले 1 दिनमा 2 युनिट काम गर्छ। अब हेर्नुस् त, एले 1 दिनमा 3 युनिट काम गर्छ, बीले 1 दिनमा 2 युनिट काम गर्छ भने उनीहरु सँगै मिले भने 1 दिनमा कति काम हुन्छ? 5 युनिट काम हुन्छ। अब उनीहरु सँगै मिलेर यो काम कति टाइममा सक्छन् त? टाइम चाहियो भने वर्कलाई इफिसिएन्सीले डिभाइड गर्ने, जसले गरे पनि वर्क त कन्स्ट्यान्ट हुन्छ 60 हो। ए र बीले मिलेर गर्दा पनि ए र बीको जम्मा इफिसिएन्सी 5 ले डिभाइड गर्यो भने यो कति आयो त? 12 दिन आयो। अब यो तरिकाले चाहिँ फर्मेट मिलाएर गर्ने। ठीक छ? भयो? बुझ्नुभयो कुरा? भन्नुस् त ल, कमेन्ट गर्नुस् त सबैजनाले। बुझ्नुभयो एभ्रीबडी? भन्नुस् त ल फटाफट। क्लियर सन्देश? अघिकै प्रोसेस ठीक थियो। प्रिन्स सराफजी, अहिलेको प्रोसेसमा गइयो भने त नि मित्र, लोकसेवाले त ब्रेकअप दिन्छ। बुझ्नुभयो नि? त्यो तरिका राम्रो होइन, त्यो आफूलाई बढी कम्फर्टेबल लाग्छ किनभने त्यो तरिकाले गरेको पहिला। तर अब त्यसरी गरियो भने त क्वेशनसँग जिन्दगी बित्छ। क्वेशनसँग जिन्दगी बिताएर भएन। हामी एक्जाम ओरिएन्टेड ट्रिक्समा काम गर्नु पर्यो। थोरै भन्दा थोरै समयमा धेरै भन्दा धेरै क्वेशनको सल्युसन निकाल्ने प्रयास गर्नु पर्यो। त्यो नगरे त एक्जामको टाइम फ्रेम भित्र सबै क्वेशन सल्भ गर्न भ्याइँदैन। अनि क्वेशन टन्नै छुटे भने त कम्पिटिटिभ एक्जाममा त त्यो फेलै भइहालिन्छ। त्यो भएको कारणले गर्दा है त्यो फर्स्ट तरिकाले गरेर हुँदैन। तपाई यही तरिकाले चाहिँ के गर्नुपर्छ त? तपाईले प्र्याक्टिस गर्नै पर्छ। यसमा के त यो टाइपको मेथडमा अभ्यस्त हुनुको विकल्प छैन। अभ्यस्त हुनै पर्छ। म बनाउँछु पनि, पिर नगर्नुस् ल। अब प्रश्नतर्फ अगाडि बढौँ। हेर्नुस् त, ए र बीले कुनै काम क्रमशः 12 दिन र 8 दिनमा पूरा गर्न सक्छन्। ए र बीले सँगै काम गरे भने सो काम कति दिनमा पूरा होला भनेर भनेको छ है। ल त्यसै हेर्नु है त, एउटा तपाईको ए छ, अर्को तपाईको बी छ। टाइमको कुरा गरौँ। जुन काम गर्न एलाई 12 दिन लाग्छ त्यही काम गर्न बीलाई 8 दिन लाग्छ। 12 र 8 को एलसीएम कति भयो त? 12 को पनि 8 को पनि टेबलमा पर्ने सबैभन्दा सानो संख्या। त्यसका लागि हेर्नु त के गर्ने? 12 र 8। अब सबसे सानो नम्बरले डिभाइड गर्नुपर्छ जरुरी छैन। सबसे ठुलो कतिले काट्छ? 4 ले काट्छ। यसलाई 3 पटक, यसलाई 2 पटक। भनेपछि एलसीएम कति? 4 3 12 2 24। यसरी गरे पनि भयो। अथवा एलसीएम भनेको त के हो? लोएस्ट कमन मल्टिपल। 12 र 8 को लोएस्ट कमन मल्टिपल भनेको 12 को पनि र 8 को पनि टेबलमा पर्ने सबैभन्दा सानो नम्बर हो। त्यसका लागि 8 र 12 मा कुन ठुलो? 12 ठुलो। 12 लाई 8 ले पर्फेक्टली डिभाइड गर्छ? गर्दैन। त्यसले 12 8 र 12 को एलसीएम होइन। त्यसो 12 लाई 2 गुणा गर्नु 24 हुन्छ। त्यसलाई त 8 ले पर्फेक्टली डिभाइड गरिहाल्छ। यसको मतलब 24 एलसीएम हो। अब इफिसिएन्सी निकाल्नु पर्यो। हेर्नुस् त, 24 भनेको तपाईको वर्क डन हो। वर्क डन भनेको जहिले पनि इफिसिएन्सी र टाइमको प्रोडक्ट हुन्छ। अब तपाईले इफिसिएन्सी निकाल्नु पर्यो, वर्कलाई टाइमले डिभाइड गर्नुस्। 24 लाई 12 ले डिभाइड गर्दा 2 आयो, 24 लाई 8 ले डिभाइड गर्दा 3 आयो। अर्थात हेर्नुस् त, यो त टाइम त दिनमा हो भने चाहिँ 1 दिनको काम हो। अर्थात ए ले 1 दिनमा 2 काम गर्छ। हेर्नुस् त, ए ले 1 दिनमा 2 काम गर्छ। ठीक छ? भने बी ले 1 दिनमा कति काम गर्यो त? बी ले 1 दिनमा कति काम गर्यो त भन्दाखेरि 3 काम गर्यो है। ल 3 काम गर्यो। त्यसपछि अब हेर्नु, यहाँनिर अप्सन राख्दा चाहिँ
राखिएको रहन्छ करेक्ट एन्सर है। ल यसको एन्सर अब हेर्नु है, एले एक दिनमा 2 काम गर्छ, बीले एक दिनमा 3 काम गर्छ भने उनीहरू सँगै मिल्यो भने एक दिनमा 5 काम हुन्छ। त्यसै पुरा काम कति दिनमा सक्यो भन्दाखेरि हेर्नुस् त, पुरा कामका लागि टाइमका लागि चाहिँ वर्कलाई इफिसिएन्सीले डिभाइड गर्नुपर्छ, 24 का मुनि 5 हुन्छ है त। 5 होइन, यो चाहिँ 24 का मुनि 5 हो। ल करेक्सन गर्नु, सायद अर्को कुनै नम्बरको चाहिँ अप्सन फ्याट्टै कपी भयो जस्तो छ। ल योर एन्सर इज 24/5 days। ठिक छ, कुरा बुझ्नुभयो कि बुझ्नु भएन भन्नुहोस् त, अथवा 4.8 भने पनि हुन्छ। ल ठिक छ, कुरा बुझ्नुभयो भन्नुहोस् त, ठिक छ है। ल यो कुरा बुझ्नुभयो। ल अर्को हेरौँ अब। एले एउटा कामको 1 का मुनि 3 भाग 7 दिनमा र बीले सोही कामको 2 का मुनि 7 भाग 10 दिनमा पुरा गर्न सक्छ। ए र बी दुवै मिलेर सो काम कति दिनमा पुरा गर्न सक्छन्। इफिसिएन्सी इज डिफिकल्ट होइन, इफिसिएन्सी एकदम सजिलो मेथड छ। छ्यामीजी धैर्य गर्नुहोस्, यही तरिकाले नगरेसम्म पास भइँदैन, गाह्रो छ। ध्यान दिनुहोस्, राम्रोसँग बुझ्न खोज्नुहोस्, डेफिनेटली सजिलो लाग्छ। ल कुनै कामको 1 का मुनि 3 भाग हो न, 1 का मुनि 3 भाग काम गर्न एलाई कति दिन लाग्छ, 1 का मुनि 3 भाग काम गर्न एलाई 7 दिन लाग्छ भने पुरा काम गर्न एलाई कति दिन लाग्छ भने हेर्नुहोस् त, पुरा काम गर्नु पर्यो भने एलाई कति दिन लाग्छ, 3 7 21 दिन लाग्छ, हो कि हैन। 3 7 कति दिन लाग्छ, 21 दिन लाग्छ। फेरि हेर्नुहोस्, बीलाई त्यही कामको 2 का मुनि 7 भाग है, त्यही कामको 2 का मुनि 7 भाग गर्न बीलाई कति दिन लाग्छ, 10 दिन लाग्छ भने पुरा काम गर्नु पर्यो भने बीलाई कति दिन लाग्छ भन्दाखेरि 10 × 7 का मुनि 2 दिन लाग्यो, 2 पंचे 10 भनेपछि 5 7 कति दिन लाग्यो, 35 दिन लाग्यो। अब कुनै कामको सर्टेन भाग सकाउन लाग्ने समय दियो भने पुरा काम सकाउन लाग्ने समय निकाल्ने। त्यसो अब हेर्नुहोस् त, यहाँ ए छ, यहाँ बी छ। पुरा काम गर्न एलाई 21 दिन लाग्छ, पुरा काम गर्न बीलाई 35 दिन लाग्छ। अब 21 र 35 को एलसीएम मौखिक लिन सके राम्रो, मौखिक सकिएन भने 7 ले यसलाई 3 पटक, 7 ले यसलाई 5 पटक भनेपछि 5 र 3 लाई काट्ने कमन नम्बर छैन। 5 तिया 15 7 105 भयो है। 5 तिया 15 7 105, 105 भनेको तपाईहरुको के हो, वर्क डन हो। वर्क डन भनेको जहिले पनि इफिसिएन्सी र टाइमको प्रोडक्ट हुन्छ। अब इफिसिएन्सी निकाल्नुस्, वर्कलाई टाइमले डिभाइड गर्ने, 105 लाई 21 ले डिभाइड गर्दा 5 आयो, 105 लाई 35 ले डिभाइड गर्दा कति आयो, 3 आयो। ठीक छ। ल त्यसो भयो अब हेर्नुस् त, ए ले एक दिनमा कति काम गर्दो रहेछ, 5 युनिट काम गर्दो रहेछ, बी ले एक दिनमा 3 युनिट काम गर्दो रहेछ भने उनीहरु सँगै मिले भने एक दिनमा कति काम गर्छन्, 8 युनिट काम गर्छन्। अब दुवै मिलेर यो काम कति दिनमा पूरा गर्न सक्छन्, टाइम चाहियो। टाइम चाहियो भन्दा यो वर्कलाई इफिसिएन्सीले डिभाइड गर्नु पर्यो। जसले गरे पनि वर्क त कति हो, 105 हो, यसलाई 8 ले डिभाइड गर्नु पर्यो। 8 एकान 8, 2 बाँकी 25, 8 तिया 24, 1 बाँकी 13, 1 का मुनि के त 8 दिन लाग्छ है। उनीहरु सँगै मिले भने यो काम गर्न कति दिन लाग्छ, 13, 1 का मुनि 8 दिन लाग्छ, जुन चाहिँ हाम्रो अप्सन केमा छ त, बी मा छ। ठीक छ। कुरो बुझ्यो कि बुझिएन भन्नुस् मलाई। ल कुरो बुझ्नुभयो भन्नुस् त, भयो हैन। यो इफिसिएन्सी मेथडबाट बहुत सजिलो हुनेवाला छ। यति बुझ्नुस्, यो इफिसिएन्सी मेथड भनेको बेस्ट मेथड हो है। इफिसिएन्सी मेथड इज द बेस्ट मेथड। यति कुरा चाहिँ तपाईले बुझ्नु पर्यो है त। 105 का मुनि 8 कसरी आयो। अब टाइम चाहियो भने वर्कलाई इफिसिएन्सीले डिभाइड गर्ने हो। ई भनेको त कतिले मल्टिप्लाई 6 पो रहेछ हो। ई भनेको त इफिसिएन्सी भनेको त वर्क अपन टाइम हैन। 105 लाई 21 ले डिभाइड गर्दा कति 5 आयो, 105 लाई 35 ले डिभाइड गर्दा 3 आयो। अर्थात यो त दिन हो, यति दिनमा काम गर्छ भनेपछि समय दिनमा छ भने एक दिनमा गर्ने काम इफिसिएन्सी भयो भनेपछि ए ले एक दिनमा 5 काम गर्छ, बी ले एक दिनमा 3 काम गर्छ भने उनीहरु सँगै मिल्यो भने एक दिनमा 8 काम गर्छन्। अब टाइम चाहियो भने वर्कलाई इफिसिएन्सीले डिभाइड गर्ने हो। जसले गरे पनि वर्क त 105 हो, ए र बी मिल्दा एक दिनमा 8 काम गर्छन् भने 105 काम गर्न कति टाइम लाग्छ भन्दा 105 लाई 8 ले भाग गर्यो। 8 एकान 8 हेर्नुस् त, 10 लाई 8 एकान 8, 2 बाँकी 25, 8 तिया 24, 1 बाँकी 13, 1 का मुनि 8 दिन। यसरी गर्नु पर्यो के। हेर्नु है, यही तरिका सिक्नुस्, यो बहुत सजिलो हुनेवाला छ। ल ए र बी हेर्नुस् त, ए ले एउटा काम 9 दिनमा पूरा गर्न सक्छ र ए र बी मिलेर सोही काम 6 दिनमा पूरा गर्न सक्छन्। बी एक्लैलाई सो काम पूरा गर्न कति दिन लाग्ला। ल हेर्नुस्,
समय कसको दिएको छ एउटा ए को दिएको छ हेर्नुस् त अर्को ए प्लस बी को दिएको छ हैन गाह्रो केही छैन ल टाइम एलाई एउटा काम गर्न 9 दिन लाग्छ ए र बी मिल्यो भने 6 दिन लाग्छ 9 र 6 को एलसीएम कति भन्नुस् त 9 को पनि 6 को पनि टेबलमा पर्ने सबैभन्दा सानो संख्या 18 हो यो 18 भनेको तपाईहरुको के हो वर्क डन भयो वर्क डन भनेको जहिले पनि इफिसिएन्सी र टाइमको प्रोडक्ट हुन्छ इफिसिएन्सी निकाल्नु पर्यो वर्कलाई टाइमले डिवाइड गर्ने 18 लाई 9 ले डिवाइड गर्नुस् 2 आयो 18 लाई 6 ले डिवाइड गर्नुस् 3 आयो अब यहाँ के कुरा बुझ्नु पर्छ भने हेर्नु है चाहे व्यक्तिले एक्लै काम गर्दा हो चाहे व्यक्तिले अरूसँग मिलेर गर्दा काम गर्दाखेरि होस् व्यक्तिको इफिसिएन्सी त जहिले पनि कन्स्टेन्ट रहन्छ अर्थात् हेर्नुस् त एले एक दिनमा यहाँ 2 काम गर्छ भने ए र बी सँगै मिल्दा पनि एले एक दिनमा कति काम गर्छ 2 काम नै गर्छ है एले एक दिनमा 2 काम गर्छ भने ए र बी सँगै मिल्दाखेरि पनि एले एक दिनमा 2 काम नै गर्छ अब हेर्नुस् ए र बी ले मिलेर एक दिनमा 3 काम गर्छन् हैन है ए र बी ले मिलेर एक दिनमा 3 काम गर्छन् 3 मध्ये ए ले 2 गर्यो भने चाहिँ बी ले कति गर्यो भन्नुस् त 3 मध्ये हेर्नुस् त ए ले नै 2 काम गर्दो रहेछ एक दिनमा भने बी ले कति काम गर्दो रहेछ एक काम गर्दो रहेछ बी ले एक दिनमा गर्ने काम उसको इफिसिएन्सीको अब टाइम बी को चाहियो भने वर्कलाई के गर्नु पर्यो इफिसिएन्सी पनि बी ले डिवाइड गर्नु पर्यो जसले गरे पनि वर्क त कति हो 18 हो यसलाई बी को इफिसिएन्सी 1 ले डिवाइड गर्नुस् त 18 भागा 1 भनेको अब के आयो 18 दिन आयो कि आएन ल भन्नुस् तपाईं इफिसिएन्सी मेथडबाट बहुत सजिलो ठीक छ कुरा बुझ्नुभयो भन्नुस् त क्लियर छ ल अर्कोमा हेरौँ अब एले कुनै काम 12 दिनमा र बीले सो काम 18 दिनमा पूरा गर्न सक्छन् यदि तिनीहरूले 4 दिनसम्म सँगै काम गरे भने कामको कति अंश बाँकी रहन्छ ल हेर्नुस् काम गर्ने एउटा ए छ अर्को बी छ टाइमको कुरा गरौँ जुन काम गर्न ए लाई 12 दिन लाग्छ त्यही काम गर्न बी लाई कति दिन लाग्छ 18 दिन लाग्छ 12 र 18 को एलसीएम कति 36 12 र 18 को एलसीएम कति 36 यो 36 भनेको तपाईहरुको वर्क भनेको जहिले पनि के हुन्छ इफिसिएन्सी र टाइमको प्रोडक्ट हुन्छ अब हामीले इफिसिएन्सी निकाल्नु पर्यो त्यसका लागि वर्कलाई टाइमले डिवाइड गर्ने 36 लाई 12 ले डिवाइड गर्दा 3 आयो 36 लाई 18 ले डिवाइड गर्दा 2 आयो भनेपछि ए ले एक दिनमा 3 युनिट काम गर्दो रहेछ बी ले एक दिनमा 2 युनिट काम गर्दो रहेछ भने उनीहरु सँगै मिले भने एक दिनमा कति काम गर्दा रहेछन् 5 युनिट काम गर्दा रहेछन् यहाँसम्म बुझ्नुभयो भन्नुस् त ए र बी सँगै मिले भने एक दिनमा 5 काम हुन्छ ए र बी सँगै मिलेर हेर्नुस् त कति दिन काम गरेका छन् तिनीहरुले 4 दिनसम्म सँगै काम गरे भन्नुको मतलब ए र बी ले सँगै एक दिन काम गर्दा 5 युनिट काम गर्छन् भने ए र बी ले सँगै 4 दिन काम गरे भने यसको 4 गुणा काम गर्छन् 5 चौको कति काम गर्छन् 20 काम गर्छन् ओके कति काम बाँकी र जम्मा गर्नुपर्ने काम 36 हेर्नुस् त जम्मा गर्नुपर्ने काम 36 मध्ये अहिलेसम्म 20 सक्यो कति बाँकी 36 मध्ये अहिलेसम्म 20 सक्यो 16 बाँकी हो के 16 कहाँबाट आयो जम्मा गर्नुपर्ने काम 36 मध्ये अहिलेसम्म 20 सक्यो 16 बाँकी टोटल कति मध्ये 36 मध्ये भनेपछि 4 चौको 16 4 9 36 यसलाई यो भन्दा फर्दर रिड्युस गर्न सकिदैन सो अब कामको कति भाग बाँकी रहन्छ भन्दाखेरि 9 भागको 4 भाग बाँकी रहन्छ भन्ने क्लियर छ कि छैन ल भन्नुस् एभ्रीबडी भन्नुस् क्लियर छ कुरो भन्नुस् फटाफट बुझिन्छ बुझ्नु पर्छ है यो तरिकाले नबुझे उपाय नै छैन पास हुने भनेकै यसै गरी पढेर हो त यति लामो मेथड गरेर एक दिनको काम एक का मुनि 12 एक का मुनि 18 गरेर हुँदैन त्यसरी गर्नु हुँदैन यसरी गर्नुपर्छ जब यो मेथडमा तपाई अभ्यस्त हुनुहुन्छ नि त्यसपछि तपाईलाई यति सजिलो लाग्नेवाला छ नि यो टाइम एन्ड वर्क हेर्नु होला ल ए र बी ले कुनै काम क्रमशः 36 दिन र x दिनमा पूरा गर्न सक्छन् यदि सँगै काम गर्दा तिनीहरूले सोही काम 20 4 का मुनि 7 दिनमा पूरा गर्न सक्छन् भने x को मान कति हो भनेको छ ल ए र बी ले कुनै काम क्रमशः एउटा ए छ अर्को बी छ है ए र बी ले कुनै काम क्रमशः ओके अब बी को त x छ x नलेखौं
कसको समय दियो एउटा ए को समय दियो अर्को ए प्लस बी को समय दियो भनेपछि ए को समय कति त ल भन्नुस् त ए ले यो काम गर्छ 36 दिनमा है ए प्लस बी ले मिलेर कति 20 4 का मुनि 7 भनेको 7 दुना 14 140 प्लस 4 भनेको 144 का मुनि के हुन्छ 7 दिन हो कि हैन हो 144 का मुनि 7 दिन ल अब हेर्नु अब टाइम थाहा छ भने हामीले एफिसिएन्सी निकाल्नु पर्यो यसका लागि वर्क चाहिन्छ अब वर्क निकाल्ने बेलामा के भयो समस्या अहिलेसम्म त हाम्रो कुनै पनि टाइम केमा आएको थिएन फ्र्याक्सनमा आएको थिएन तर यहाँ त टाइम फ्र्याक्सनमा आयो भने अब के गर्ने ल अब एलसीएम लिने बेलामा डेनोमिनेटरको नम्बर बिर्सिने 36 र 144 को एलसीएम लिने है 36 र के गर्ने 144 को एलसीएम लिने 36 ले काटिहाल्छ सबसे सानोले काटेर बस्नु पर्दैन 36 एकान 36 36 दुना 72 36 को 4 गुणा हो हैन 4 सका 24 4 त्यहाँ 12 र 2 ले 14 भनेपछि 36 * 4 भनेको कति भयो त भन्दा एलसीएम कति भयो 144 के भने मैले एलसीएम लिने बेलामा तलको संख्या बिर्सिनु यो 144 भनेको अब तपाईहरुको के हुन्छ वर्क डन हुन्छ वर्क डन भनेको जहिले पनि के भयो इफिसिएन्सी र टाइमको प्रोडक्ट भयो है वर्क डन भनेको इफिसिएन्सी र टाइमको प्रोडक्ट भयो ल अब इफिसिएन्सी निकाल्न वर्कलाई टाइमले डिभाइड गर्ने 144 लाई 36 ले डिभाइड गर्दा 4 आयो 144 लाई 144 का पनि 7 ले डिभाइड गर्दा के हुन्छ हेर्नुस् त 144 डिवाइड बाई 144 का मुनि 7 भनेको त सिम्प्लिफाई गर्दा 144 यसलाई इन्टु बनाउनु भयो भने 7 का मुनि 144 हुन्छ कि हुँदैन 144 एकान 144 भन्छ ए र बी को जम्मा एफिसिएन्सी कति आयो 7 ए र बी को जम्मा एफिसिएन्सी 7 आएको सम्म बुझ्नुभयो कि बुझ्नु भएन भन्नुस् त ए र बी को जम्मा एफिसिएन्सी 7 आएसम्म बुझ्नुभयो या बुझ्नु भएन भन्नुस् त ए र बी को जम्मा एफिसिएन्सी 7 आएसम्म तपाईहरुलाई क्लियर छ कि छैन फटाफट भन्नुस् लौ बुझिन हैन हो विष्णुजी नबुझेको चाहिँ के भन्नु त 144 लाई 144 को पनि 7 ले भाग गरेको नबुझेको कि के नबुझेको यो सिम्प्लिफिकेसनको बेसिक नियम होइन ए लाई बी बाइ सी ले भाग गर्नु भनेको के हो ए इन्टु सी बाइ बी गर्नु होइन ल त्यसो अब हेर्नु अब त्यसो भए अब यहाँ राम्रोसँग हेर्नु है एले एक दिनमा 4 काम गर्दो रहेछ एले एक दिनमा 4 काम गर्छ भने यहाँ पनि एले एक दिनमा 4 काम गर्छ ठीक छ ए र बी मिलेर एक दिनमा 7 काम गर्छन् हैन ए र बी मिलेर एक दिनमा 7 काम गर्छन् 7 मध्ये 4 एले गर्यो भने बी ले एक दिनमा कति काम गर्यो बी ले एक दिनमा 3 काम गर्यो हो कि हैन बी ले एक दिनमा कति काम गर्यो 3 काम गर्यो ठीक छ बुझ्नुभयो कि बुझ्नु भएन बुझ्नुभयो भन्नुस् त क्लियर छ कि छैन फटाफट भन्नुस् है क्लियर छ ल त्यसमा हेर्नुस् बी ले एक दिनमा 3 काम गर्यो अब हामीलाई टाइम बी को चाहियो भने वर्कलाई के गर्नु पर्यो इफिसिएन्सी पनि बी के इफिसिएन्सीले भाग गर्नु पर्यो वर्क भनेको जसले गरे पनि कन्स्टेन्ट हो 144 यसलाई बी को इफिसिएन्सी 3 ले डिभाइड गर्नुस् त 3 चौको 12 2 बाँकी 24 3 8 24 भनेपछि 48 दिन भयो भनेपछि अब हेर्नुस् त बी ले यो काम x दिनमा बनाएको छ यही x दिन भयो x भनेको कति आयो त भन्दा तपाईहरुको x भनेको 48 दिन आयो ठीक छ भयो ल अब टाइम फ्र्याक्सनमा आए पनि टेन्सन हुँदो रहेछ भन्नुस् त टाइम फ्र्याक्सनमा आए पनि प्रब्लम भयो त भएन किन भएन भन्दा एलसीएम निकाल्ने बेलामा के गर्ने डेनोमिनेटरको संख्यालाई बिर्सिदिने डेनोमिनेटरको संख्याको रोल कति बेला आउँछ त्यति बेला आउँछ जति बेला हामी के निकाल्छौं इफिसिएन्सी निकाल्छौं त्यति बेला डेनोमिनेटरको संख्याको रोल आइहाल्छ है क्लियर यसमा रोकिएको थिए भन्नुभयो ल अब क्लियर भयो नि हैन सबैजनालाई भन्नुस् त अब क्लियर हुनुभयो सबै भन्नुस् त कति गाह्रो अरे नामै तपाईको छेवामी छ कसरी सजिलो हुन्छ त के छ हो गाह्रो कुरो भन्नु त यहाँ जोड घटाउ मल्टिप्लाई डिभाइड यति हो खेल गाह्रो कहाँबाट छ ल भन्नुस् गाह्रो कसरी भयो के फ्र्याक्सन देखेर गाह्रो भनेको होइन नि गाह्रो छैन प्रश्न चाहिँ गाह्रो जस्तो लाग्छ यो नम्बर देखेका कारणले तर सल्भ गर्ने तरिका बहुत सजिलो छ है यो बहुत सजिलो तरिका हो गाह्रो होइन हजुर यसैगरी अभ्यास गर्नुस् यसैगरी अभ्यास गर्नै पर्छ बानी पर्नै पर्छ 144 कसरी 36 र 144 को एलसीएम निकालेर देखाइदिएको होइन मैले भर्खरै 36 र 144 सबसे सानो 2 ले काट्दै गए हुन्छ यति लामो हुन्छ त्यत्रो गर्नु पर्दैन
सबसे ठुलो दुईटैलाई काट्ने 36 छ, यसलाई एक पटक काट्छ, यसलाई 4 पटक काट्छ। 36 एकान 36, 36 को 4 गुणा, 36 को 2 गुणा 72, 72 को डबल 144 भयो नि। 36 र 144 को एलसीएम हो के यो 144 भने। भयो? अब बुझ्यो? भन्नुस् बेक्वेक कमेन्ट गर्नुस् त। हो एलसीएम हो 36 र 144 को एलसीएम नै 144। भयो? क्लियर छ कि छैन ल भन्नुस् मलाई। तर के भयो श्यामीलाई ए र बी मिलेर 20 4 का पनि 7 दिनमा गर्छन् भनेको छ नि त। यो भनेको 20 × 7 भनेको कति? 7 गुणा 14 140 प्लस 4 144 का मुनि 7 भयो। कसरी भयो? के चाहिँ कसरी भयो भने त हजुर 3 3 का मुनि 4 आयो भने के गर्नुहुन्छ यसलाई? 3 × 4 प्लस 3 का मुनि 4 गर्नुहुन्न। त्यसो भने 20 4 का मुनि 7 भने कति भयो? 20 × 7 प्लस 4 का मुनि 7 भएन? 7 दुना 14 140 प्लस 4 भनेको 144 का मुनि 7 भयो। अब बुझ्यो? लक्ष्मीजी त्यही नबुझेको? ल अब क्लियर हुनुभयो। अरू साथीहरू भन्नुहोस् त। सबै साथीहरू क्लियर छ नि? ल कोहीले यही नबुझ्नु भएको थियो भने अब बुझ्नु भयो है। ल नेक्स्ट हेर्नुहोस्। अब ए र बी ले एउटा असाइनमेन्ट अथवा काम गरिरहेका छन्। कम्प्युटरमा 32 पेज टाइप गर्न एलाई 6 घण्टा लाग्छ भने 40 पेज टाइप गर्न बीलाई 5 घण्टा लाग्छ। दुईवटा छुट्टा छुट्टै कम्प्युटरमा सँगै काम गर्दा 110 पेजको असाइनमेन्ट टाइप गर्न तिनीहरूलाई कति समय लाग्ला भनेको छ। ल अब हेर्नुहोस्। अब के बुझ्नु पर्यो भने हेर्नु है, क्वेसन अलिक फरक ढाँचामा दिएको छ। टाइम चाहियो भने वर्कलाई इफिसिएन्सीले डिभाइड गर्नु पर्यो। यो दुईटा मिलेर कति वर्क गर्नु छ भन्नुस् त? 110 गर्नु छ। यसलाई इफिसिएन्सीले डिभाइड गर्नु पर्यो। इफिसिएन्सी भनेको यिनीहरूको काम गर्न लाग्ने समय घण्टामा दिएको छ। 1 घण्टाको कामहरू जोड्नु पर्यो भनेपछि हेर्नुहोस् त, एले 6 घण्टामा 32 पेज टाइप गर्छ भने 1 घण्टामा कति टाइप गर्छ? 6 घण्टामा 32 पेज। 6 घण्टा बराबर 32 पेज हो भने 1 घण्टामा 32 का मुनि 6 भनेको 2 ले काट्यो 16 पटक, 2 ले काट्यो 3 पटक भनेपछि एले 1 घण्टामा 16 का मुनि 3 पेज टाइप गर्छ। अब बीले हेर्नुहोस्। बीले 5 घण्टामा 40 पेज टाइप गर्छ भने 1 घण्टामा कति टाइप गर्यो? बीले यदि 5 घण्टामा 40 पेज टाइप गर्छ भने 1 घण्टामा 40 का मुनि कति? 40 का मुनि 5 भनेको 8 पेज टाइप गर्यो कि गरेन? गर्यो। ए को 1 घण्टाको काम प्लस बी को 1 घण्टाको काम भनेको ए प्लस बी को 1 घण्टाको काम भयो। त्यसले यसलाई के गर्नु पर्यो? 110 डिभाइड भयो। हेर्नुहोस् त यो कति भयो? 16 प्लस हेर्नुहोस् त 16 प्लस 3 8 24 का मुनि 3 भयो। यो भनेको 110 3 माथि गयो इन्टु 3 का मुनि 16 प्लस 14 भनेको 40 0 0 क्यान्सिल 11 त्यहाँ 33 का मुनि के भयो त? 4 घण्टा भयो। मान्छे 4 8 32 अब 1 का मुनि 4 घण्टा भयो। हेर्नुहोस् त 4 8 32 1 का मुनि 4 घण्टा भनेको कति मिनेट हो? 1 का मुनि 4 घण्टा भनेको हेर्नुहोस् त 8 घण्टा प्लस 1 का मुनि 4 इन्टु 1 घण्टा भनेको त 60 मिनेट हो। भनेपछि यो भनेको 8 घण्टा प्लस के भयो त? 15 मिनेट भयो कि भएन? यो भनेको 8 घण्टा र 15 मिनेट हो। तपाईहरुको सही उत्तर के भयो भन्दा सी भयो। ल हेर्नुहोस् कहिलेकाहीँ चाहिँ यसरी पनि दिन सक्ने रहेछ। बात बुझियो कि बुझिएन? माथि देखाउनु यो सबै नोटहरु तपाईलाई चाहिँ हामी व्हाट्सएपमै उपलब्ध गराइदिन्छौँ। नोट त टेन्सनै मान्नु पर्दैन। तलको नदेखिने के छ र यहाँ थोरै देखिरहेछ त फेरि यतिको देखिया छैन र। ल अर्को हेर्नुस्
यो विगतमा सेक्सन अफिसरलाई ठ्याक्कै सोधेको मोडल हो है, विगतमा सेक्सन अफिसरलाई ठ्याक्कै सोधेको मोडल हो, ध्यान दिनु होला, एकदम दामी क्वेसन छ। हेर्नुहोस् त, पीले दैनिक 6 घण्टा काम गरेर एउटा काम 10 दिनमा पुरा गर्न सक्छ, क्यूले दैनिक 10 घण्टा काम गरेर सोही काम 9 दिनमा पुरा गर्न सक्छ। यदि पी र क्यू दुवैले मिलेर दैनिक 6 घण्टा काम गरे भने तिनीहरूले सो काम कति दिनमा पुरा गर्न सक्छन् भनेको छ। ल अब यहाँ ध्यान दिएर सुन्नु है, यहाँ म के भन्दैछु एकदम बवाल ट्रिक भन्दैछु, ध्यान दिएर सुन्नुहोस्। ल टाइमको कुरा गरौँ है। दिनको 6 घण्टाका दरले गर्दा कुनै काम 10 दिनमा गर्छ भने दिनको 1 घण्टाको दरले मात्रै गर्यो भने कुनै काम कति दिनमा गर्छ भन्नुहोस् त। दिनको 6 घण्टाका दरले गर्यो भने के हुन्छ, 10 दिनमा गर्छ भने दिनको 1 घण्टा मात्रै गर्यो भने 10 छक्का कति दिनमा गर्छ, 60 दिनमा गर्छ पीले काम। ठिक छ। अब क्यूले हेर्नुहोस्, क्यूले दिनको 10 घण्टाका दरले गर्दा 9 दिनमा गर्छ, दिनको 10 घण्टाका दरले गर्दा 9 दिनमा गर्छ भने दिनको 1 घण्टा मात्रै काम गर्यो भने कति दिनमा गर्छ, दिनको 1 घण्टा मात्रै काम गर्यो भने कति, कमेन्ट गर्नु न, दिनको 1 घण्टा मात्रै काम गर्यो भने कति, छिटो भन्नुहोस्, क्विक 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 कमेन्ट गर्नुहोस्। 90 दिनमा गर्छ, भेरी गुड। भनेपछि कुनै काम दिनको 1 घण्टाका दरले गर्यो भने पीले 60 दिनमा गर्छ, क्यूले 90 दिनमा गर्छ। 60 र 90 को एलसीएम कति भन्दाखेरि 60 र 90 को एलसीएम 180 हो। यो 180 भनेको तपाईहरुको के हो, वर्क डन हो। वर्क डन भनेको जहिले पनि के हुन्छ, इफिसिएन्सी र टाइमको प्रोडक्ट हुन्छ। इफिसिएन्सी निकाल्नु पर्यो, वर्कलाई टाइमले डिभाइड गर्ने, 180 लाई 60 ले डिभाइड गर्दा 3 आयो, 180 लाई 90 ले डिभाइड गर्दा 2 आयो। अर्थात् पीले एक दिनमा 3 काम गर्छ भने क्यूले एक दिनमा कति काम गर्छ, 2 काम गर्छ। त्यसै पी र क्यू सँगै मिले भने एक दिनमा कति काम गर्छन्, पी र क्यू सँगै मिले भने एक दिनमा कति काम गर्छन्, 5 काम गर्छन्। अब त्यसो मलाई भन्नुस्, पी र क्यू सँगै मिले भने यो काम कति दिनमा सकिन्छ, दैनिक 1 घण्टाको दरले गर्दा 180 का मुनि 5 भनेको 5 तिया 15, 5 छका 30। हेर्नुस् त, अब पी र क्यूले दिनको 1 घण्टाको दरले गरे भने यो काम कति दिनमा गर्छन्, 36 दिनमा गर्छन्। तर पी र क्यूले मिलेर त दैनिक कति घण्टा गर्नु छ, 6 घण्टा गर्नु छ। दिनको 1 घण्टा गर्दा धेरै समय लाग्थ्यो भने दिनको 6 घण्टा गर्दा त कम समय लाग्यो। त्यसोले गर्दा 36 का मुनि 6 अर्थात् कति दिनमा त 6 दिनमा चाहिँ यो काम के हुन्छ, पुरा हुन्छ भनेर भन्ने हो। बुझियो कि बुझिएन भन्नु त, बुझ्नुभयो? ल स्कुलमा स्किप गरेको नतिजा ल अब हेर्नु है, ए र बीले एउटा काम 40 दिनमा पुरा गर्न सक्छन्, बी र सीले यसलाई 30 दिनमा पुरा गर्न सक्छन् भने सी र एले मिलेर सोही काम 24 दिनमा पुरा गर्न सक्छन्। ए बी र सी प्रत्येकलाई छुट्टा छुट्टै सो काम पुरा गर्न कति दिन लाग्छ, एक्लै एक्लै गरे भने कति दिनमा सक्छन् भनेको क्या। त्यसो हेर्नु कसको समय दियो, ए र बी, बी र सी, सी र। हेर्नु त, एउटा समय ए प्लस बी को दियो, अर्को समय बी प्लस सी को दियो, अर्को समय सी प्लस ए को दियो। अब हेर्नुस् यहाँ टाइम हेर्नु है, ए र बीले कति दिनमा गर्छन्, 40 दिनमा गर्छन्। बी र सी मिले भने कति दिनमा गर्छन्, 30 दिनमा गर्छन्। ए र सी मिले भने कति दिनमा गर्छन्, 24 दिनमा गर्छन्। अब हामीलाई के चाहियो, 40, 30 र 24 को एलसीएम चाहियो। 40, 30 र 24 को एलसीएम का लागि 2 ले काट्छ यसलाई 20 पटक, 2 ले काट्छ 15 पटक, 2 ले काट्छ 12 पटक। ठीक छ। 2 ले काट्छ यसलाई 10 पटक, 2 ले 15 लाई काट्दैन एज इट इज, 2 ले काट्छ 6 पटक। ठीक छ। 2 ले काट्छ कति पटक, 5 पटक, 15 लाई काट्दैन, 2 ले काट्छ 3 पटक। 3 ले काट्दिनुस्, 5 लाई काट्दैन एज इट इज, 3 पंचे 15, 3 एकान 3। अब 5 ले काट्छ कति पटक, 1 पटक, 1 पटक, 1 भयो। 5 तिया 15 दुना 30 दुना 60 दुना 120 है। यिनीहरूको एलसीएम कति भयो त, 120 हो। अथवा यो मौखिकै निकाल्न सकिन्छ।
40 30 र 24 मा सबैभन्दा ठुलो 40 हो 40 लाई 30 र 24 दुईटैले डिभाइड गर्दैन भनेपछि 40 लाई डबल गर्ने 80 लाई पनि दुईटैले डिभाइड गर्दैन 40 लाई 3 गुणा गर्दा 120 हुन्छ यो 120 भनेको अब के हो त 120 भनेको यिनीहरुको वर्क डन हो वर्क डन भनेको जहिले पनि के हुन्छ इफिसिएन्सी र टाइमको प्रोडक्ट हुन्छ अब इफिसिएन्सी निकाल्नु पर्यो इफिसिएन्सी निकाल्न के गर्ने वर्कलाई टाइमले डिभाइड गर्ने 120 लाई 40 ले डिभाइड गर्दा 3 आयो 120 लाई 30 ले डिभाइड गर्दा 4 आयो 120 लाई 24 ले डिभाइड गर्दा 5 आयो ल अब मलाई भन्नुस् त यो 3 4 र 5 भनेको चाहिँ के हो भन्नुस् त यो 3 4 र 5 भनेको चाहिँ खासमा के हो भन्नुस् त यो 3 4 र 5 भनेको खासमा के आको हामीले के निकालेको भन्नुस् त यो 3 4 र 5 भनेको हामीले के चाहिँ निकालेको हो त भन्नुस् त इफिसिएन्सी हो भेरी गुड कसको इफिसिएन्सी हो यो 3 भनेको कसको इफिसिएन्सी ए र बी को इफिसिएन्सी 4 भनेको कसको बी र सी को इफिसिएन्सी 5 भनेको सी र ए को इफिसिएन्सी अब यो तीनवटा जोड्यो भने कति आउँछ यो तीनवटा जोड्यो भने हेर्नुस् त 3 + 4 7 + 5 12 आउँछ अब 12 भनेको हेर्नुस् त कसको इफिसिएन्सी हेर्नुस् त यो सबै जोडेको नि भनेपछि यो तीनटा जोड्दा के आउँछ ए आयो दुई पटक बी आयो दुई पटक सी आयो दुई पटक भनेपछि 2a + 2b + 2c आउँछ भनेपछि 2 टाइम्स अफ a + b + c भयो यो भनेको a + b + c को इफिसिएन्सी को 2 गुणा भनेको 12 हुन्छ यसको मतलब a + b + c को इफिसिएन्सी भनेको 12 का पनि 2 भनेको 6 भयो यो लेखेको बुझ्नुभयो कि बुझ्नु भएन भन्नुस् त मलाई यो लेखेको बुझ्नुभयो या बुझ्नु भएन भन्नुस् छिटो ठीक छ है ल त्यसो अब हामीले के निकाल्नु पर्ने छ भन्दा ए बी र सी को टाइम निकाल्नु पर्ने छ त्यसका लागि हामीले के निकाल्नु पर्यो ए बी र सी को इफिसिएन्सी निकाल्नु पर्यो है त ल अब यहाँ हेर्नु अब यहाँ ए को इफिसिएन्सी कति निकाल्न बी र सी को इफिसिएन्सी कति हो 4 हो हेर्नुस् त बी र सी को इफिसिएन्सी कति हो 4 हो ए बी र सी को जम्मा इफिसिएन्सी 6 हेर्नु है ए बी र सी को जम्मा इफिसिएन्सी 6 मध्ये बी र सी को 4 हो भनेपछि ए को इफिसिएन्सी कति भयो 2 भयो त्यसैले टाइम अफ ए निकाल्नु पर्यो भने वर्क त जसले गरे पनि 120 हो यसलाई ए को इफिसिएन्सी 2 ले डिभाइड गर्नु 120 का पनि 2 भनेको यसलाई कति दिन लाग्छ भन्दै गर्दा 60 दिन अब यसो अप्सनमा हेरी यसलाई 60 दिन लाग्ने त यही छ भने अरु निकालेर खासमा बस्नु पर्यो परेन अब अरु पनि निकाल्नु परेको भए कसरी निकालिन्थ्यो ल हेर्नुस् अब ए टाइम ए को निकाल्यो अब टाइम बी को निकाल्नु पर्यो भने बी को इफिसिएन्सी चाहियो त्यसका लागि ए र सी को इफिसिएन्सी कति छ ए र सी को इफिसिएन्सी 5 छ हेर्नुस् त ए र सी को इफिसिएन्सी 5 छ ए र सी को इफिसिएन्सी 5 छ ए बी र सी को इफिसिएन्सी 6 ए बी र सी को जम्मा इफिसिएन्सी 6 मध्ये ए र सी को 5 हो भने बी को इफिसिएन्सी कति हो 1 हो भनेपछि टाइम अफ बी निकाल्नु पर्यो भने वर्कलाई बी को इफिसिएन्सी 1 ले डिभाइड गर्नु पर्यो यति गर्दा 120 दिन आयो कि आएन बिल्कुल आयो अब हामीले टाइम सी को निकाल्नु पर्यो भने हामीलाई सी को इफिसिएन्सी चाहिन्छ के चाहिन्छ सी को इफिसिएन्सी चाहिन्छ त्यसका लागि हेर्नुस् त ए र बी को जम्मा इफिसिएन्सी कति छ ए र बी को जम्मा इफिसिएन्सी 3 छ ए बी र सी को जम्मा इफिसिएन्सी 6 हुनका लागि सी को इफिसिएन्सी कति हुनु पर्यो ए बी र सी को जम्मा इफिसिएन्सी 6 मध्ये ए र बी को 3 हो भने सी को 3 हो भनेपछि टाइम अफ सी का लागि के गर्नु पर्यो वर्कलाई सी को इफिसिएन्सी 3 ले डिभाइड गर्नु पर्यो 120 का पनि 3 भनेको 40 दिन भनेपछि ए लाई यो काम गर्न लाग्छ 60 दिन बी लाई यो काम गर्न लाग्छ 120 दिन र सी लाई यो काम गर्न लाग्छ 40 दिन ए को 2 कहाँबाट पो जोड घटाउ गरौँ न यार मित्र जोड घटाउ गरौँ त ए को 2 कहाँबाट सुनौ बी र सी को जम्मा इफिसिएन्सी कति 4 ए बी र सी को जम्मा इफिसिएन्सी कति 6 हेर्नु है बी र सी को जम्मा इफिसिएन्सी 4 ए बी र सी को जम्मा इफिसिएन्सी 6 अब मलाई भन्नुस् 4 मा कति जोड्यो भने 6 हुन्छ त लु भन्नु अब 4 मा कति जोड्यो भने 6 हुन्छ त लु भन्नुस् त 4 मा कति जोड्दा 6 हुन्छ 4 मा कति जोड्दा 2 जोड्दा हैन त्यही भएर ए को इफिसिएन्सी 2 भयो क्लियर भन्नुस् त क्विक भन्नुस् बुझ्यो कि बुझेन क्लियर छ ठीक छ हैन ल अब बी को इफिसिएन्सी कसरी निकाल्यौं त हामीले ध्यान दिनु बी को इफिसिएन्सी निकाल्न हामीलाई ए र सी को इफिसिएन्सी थाहा छ ए र सी को इफिसिएन्सी कति हो 5 हो ए र सी को इफिसिएन्सी कति हो 5 हो ए बी र सी को जम्मा इफिसिएन्सी 6 ए बी र सी को जम्मा इफिसिएन्सी 6 मध्ये ए र सी को 5 हो भनेपछि बी को इफिसिएन्सी 1 हैन त्यही भएर टाइम बी को निकाल्न वर्कलाई बी को इफिसिएन्सीले डिभाइड गर्यो अब सी को टाइम निकाल्नु पर्यो त्यसका लागि सी को इफिसिएन्सी निकाल्ने सी को इफिसिएन्सी कसरी निकाल्यौं हामीले ए र बी को जम्मा इफिसिएन्सी कति 3 ए बी र सी को जम्मा इफिसिएन्सी कति 6 ए बी र सी को जम्मा इफिसिएन्सी 6 मध्ये ए र बी को 3 आयो भनेपछि सी को इफिसिएन्सी कति हुनु पर्यो 3 हुनु परेन
त्यही भएर सी को टाइमका लागि वर्कलाई सी को एफिसिएन्सीले डिभाइड गर्दा 40 आयो। अब कुरो बुझ्यो कि बुझिएन भन्नुहोस्। अब कुरो क्लियर? सबैले बुझ्नुभयो? अन्जु बुझ्नुभयो? अरू साथीहरूले भन्नुहोस् त, क्लियर छ? भेरी भेरी क्लियर भन्न छ प्रतिभा उजदार। अरू साथीहरू बुझ्नु पर्यो है, बुझिन्छ, नबुझ्ने भन्ने कुरै छैन। ल, एले कुनै काम 6 घण्टामा गर्न सक्छ, बी र सी मिलेर यसलाई 2 घण्टामा गर्न सक्छन्, जबकि ए र सी मिलेर यसलाई 3 घण्टामा गर्न सक्छन् भने बी एक्लैलाई कति समय लाग्छ र? ल, कसको टाइम दिएको छ? एउटा ए को टाइम दिएको छ पुरा काम गर्ने, अर्को बी र सी को टाइम दिएको छ नै, अर्को बी र सी को टाइम दिएको छ, अनि अर्को के दिएको छ? ए र सी को टाइम दिएको छ। कति कति दियो? घण्टामा दियो टाइम है, टाइम घण्टामा दियो। एलाई लाग्छ कति? 6 घण्टा। बी र सीले मिल्यो भने 2 घण्टामा गर्छन्, ए र सीले मिल्यो भने 3 घण्टामा गर्छन्। अब मलाई भन्नुहोस्, टाइम कसको पुरा काम सकाउन लाग्ने टाइम दिएको छ? यिनीहरूको एलसीएम नै हाम्रो एफिसिएन्सी हुन्छ भनेपछि 6, 3 र 2, 6, 2 र 3 को एलसीएम त 6 नै हुन्छ, किनभने 2 र 3 ले 6 लाई पर्फेक्टली डिभाइड गरिहाल्छ, 6 ले 6 लाई डिभाइड नगर्ने कुरै भएन। 6 भनेको वर्क, वर्क भनेको जहिले एफिसिएन्सी र टाइमको प्रोडक्ट हुन्छ। एफिसिएन्सी निकाल्न वर्कलाई टाइमले डिभाइड गर्ने, 6 लाई 6 ले डिभाइड गर्दा 1 आयो, 6 लाई 2 ले डिभाइड गर्दा 3 आयो, 6 लाई 3 ले डिभाइड गर्दा 2 आयो। अब बी एक्लैलाई कति समय लाग्छ? बी को टाइम चाहियो भने बी को एफिसिएन्सी निकाल्नु पर्यो तपाईले, त्यसका लागि है। अब बी को एफिसिएन्सी तपाईले निकाल्नु पर्यो है। अब हेर्नुस् त, अब बी को एफिसिएन्सी तपाईले निकाल्नु पर्यो भने कसरी निकाल्नुहुन्छ तपाईले? ल भन्नुस् त। अब ए बी र सी को जम्मा एफिसिएन्सी कति भयो? भन्नुस् त। ए बी र सी को जम्मा एफिसिएन्सी कति भयो? ए बी र सी को जम्मा एफिसिएन्सी कति भयो? 4 भयो। ए बी र सी को जम्मा एफिसिएन्सी 4 बाट ए र सी को एफिसिएन्सी 2 घटायो भने कसको एफिसिएन्सी बाँकी हो? ए बी र सी को जम्मा एफिसिएन्सीबाट ए र सी को जम्मा एफिसिएन्सी घटायो भने बी को एफिसिएन्सी बाँकी रह्यो कि रहेन? रह्यो। मान्छे टाइम बी को चाहियो भने वर्कलाई के गर्नु पर्यो? बी को एफिसिएन्सीले डिभाइड गर्नु पर्यो। यो टाइम त घण्टामा छ, त्यही भएर 6 का मुनि 2 भनेको 3 घण्टा हुन्छ। कुरो क्लियर? ल भन्नुस्, फटाफट भन्नुस् त साथीहरु, कुरा क्लियर छ? भन्नुस् एभ्रीबडी, क्लियर छ? छिटो कमेन्ट गर्नुस् त। बुझ्नु हो कि बुझ्नु भएन? भन्नुस् क्विक। ल, टाइम वर्क सकिन्छ जस्तो फिल भयो कि भएन? ल, कस्तो लाग्यो आजको कक्षा? ल भन्नुस्, जस्ताको तस्तै कमेन्ट गर्नुस् त। तपाईलाई यो टपिक एकदम गाह्रो लाग्थ्यो पहिला हैन? ल, अब सकिन्छ जस्तो लाग्यो कि लागेन? भन्नुस् त। ल भन्नुस्, सबै साथीहरुले कमेन्ट गर्नुस्। भन्नुस् त सन्देश, अब सजिलो भयो? सजिलो भयो? ल भन्नुस्, क्लास कस्तो लाग्यो तपाईलाई? मन पर्यो कि परेन? म प्र्याक्टिस गरेर भन्छु भन्नुस्। ल ठीक छ, एकदम सजिलो भयो? एकदम राम्रो लाग्यो सन्देशलाई, दिपक ओली? एकदम सजिलो? जे होस्, बुझ्नुभयो नि हैन? ल, भोलि पनि कन्टिन्यू गर्छौं है, फेर नगर्नुस्, हामी भोलि पनि कन्टिन्यू गर्छौं है। तपाईहरुले टेन्सन मान्नै पर्दैन, एक्जामको लागि मज्जाले काम लाग्छ। असै इन्स्पेक्टर, सेक्सन अफिसर, नासु, खरदार सबका लागि है। एस इट्स इजी भन्नुहुन्छ सागर सुनारले, प्रतिभा उजदार एकदम राम्रो लाग्यो भन्नुहुन्छ। अरु साथीहरु भन्नुस्, बुझ्यो हैन? ल ओके, तपाईहरुले टेन्सन मान्नै पर्दैन। तपाई पढाइसेमा जोडिसकेपछि तपाईहरुले जो जो टिचरहरु क्लास तपाईलाई राम्रो लाग्छ उहाँहरुकै क्लास पाउनुहुन्छ, त्यसको लागि तपाईहरुले टेन्सन मान्नै पर्दैन। अब हामीसँग के क्लास छन् म थोरै तपाईलाई यहाँ